स्प्रिङलाई बिदाई गर्दै समरलाई स्वागत गर्ने बेला हो यो समयमा बे एरियाको कृषि फार्महरूमा लट्रम्मै स्ट्रबेरी र चेरी पाकेको छ। तपाईँ पनि स्ट्रबेरी र चेरी पिकिङमा जाने प्लानमा हुनुहुन्छ भने यो भिडियो एकदमै उपयोगी हुन सक्छ। त्यसैले अन्तिमसम्म हेरेर साथ दिनुहोला र मेरो च्यानललाई लाइक, सब्स्क्राइब र कमेन्ट गर्न पनि नभुल्नुहोला। थ्री नुन्स फार्म 550 वालनट बोulevard। हामी आज यही फार्मभित्र गएर चेरी र स्ट्रबेरी पिकिङ गर्ने हो। त्यही ट्र्याक्टरमा चढेर जाने हामी। यहाँ चाहिँ चेरी पिकिङ र स्ट्रबेरी पिकिङको लागि यहाँ पैसा दिनुपर्ने रहेछ। यसरी स्ट्याम्प लगाउनुपर्ने रहेछ चेरी पिकिङको लागि, स्ट्रबेरी पिकिङको लागि। पर पर्सन $3। 10 बजे पछाडि चाहिँ स्ट्रबेरी पिकिङ चाहिँ क्लोज हुन्छ अरे। अब लेट्स सी लगभग 10 बज्नु लागिसक्यो। हामी स्ट्रबेरी पिकिङ जान सक्छौँ कि सक्दैनौँ। मैले दिन्छ दिनु के गर्नुलाई हामी उता जाने म्याडम, उता त्यहाँ गएर लाइनमा बस्ने अरे। यस्तो ट्र्याक्टरमा चढेर हामी पनि स्ट्रबेरी पिकिङ गर्न जाने हो। हाम्रो ग्रुप चाहिँ यता छ। स्ट्रबेरी पिकिङ गर्नुको लागि हाम्रो पालो आयो। अब चाहिँ हाम्रो खै ट्र्याक्टरमा चढेर अब स्ट्रबेरी टिप्नुको लागि हिँड्यौँ हामी। यो चाहिँ सब चेरीको रुखहरू हो। हामी पहिला स्ट्रबेरी टिप्ने ठाउँमा जान्छौँ। स्ट्रबेरी टिपिसकेपछि त्यसपछि फर्केर अनि हामी चेरी टिप्नु जाने हो। ए यता त आरू पनि रहेछ त, आरू पनि रहेछ। आरू ल यतापट्टि आरू रहेछ, यतापट्टि त्यो चेरीहरू रहेछ। हाम्रो सस्ती दिदी यता हुनुहुन्छ। हरियाणा ह्याप्पी हो, एक्साइटेड हो एलेक्स, एक्साइटेड हो। ए भित्र रहेछ स्ट्रबेरी टिप्ने छ। बिपी राजमार्ग बन्नुभन्दा अगाडि पहिला बनेपादेखि भकुण्डे दाप्चासम्म चाहिँ यस्तो ट्र्याक्टर चढेर घर गएको थियो। अब यहाँ स्ट्रबेरी टिप्न आउनेकोलाई पनि ट्र्याक्टर चढ्न पायो, खुसी लाग्यो। छुट्टै नयाँ रमाइलो अनुभव भयो ट्र्याक्टर चढेर। र स्ट्रबेरी टिप गर्ने ठाउँ यहाँबाट स्टार्ट हुन्छ। स्ट्रबेरी स्टेसन यहाँ ओर्लिने। अब यहाँ ओर्लिने स्ट्रबेरी टिप्ने, अनि त्यसपछि उता फर्किने, अनि चेरी टिप्ने। ट्र्याक्टरबाट ओर्लिन साथ हाम्रो टोली सबैजना स्ट्रबेरी फार्मतर्फ अगाडि बढ्यौँ र आफ्नो तरिकाले स्ट्रबेरी टिप्नेतर्फ लाग्यौँ। टिप्नु त ल स्ट्रबेरी टिपेर हाल्नु हो। धेरै नटिप्नु, पाकेको मात्र टिप्नु। यस्तो रहेछ है स्ट्रबेरी फार्मबाट टिपेको। डल्लै मान्छेहरू चाहिँ स्ट्रबेरी टिप्दैछ नि। स्ट्रबेरी यसरी फल्या रहेछ। यस्तरी फल्या छ, यस्तरी पाकेको छ, यस्तरी पाकेको छ है। यसरी पाकेको स्ट्रबेरीहरू यसरी होइन है। त्यो नधुँदा पनि हुन्छ खासमा। अलिकति माटोहरू लागेको रहेछ भनेर धोको। अनि यसरी खाने तरिका चाहिँ यस्तो है। तपाईँहरूले स्ट्रबेरी खाने तरिका थाहा छैन भने यसरी खाने, यस्तरी समाउने। यामी हो। खोइ मिठो छ एलेक्स। खाऊ त कसरी खाने हो स्ट्रबेरी। ल दिदीले टन्नै टिप्नु भएको छ त। टन्नै लाने दिदी। खै
होइन स्ट्रबेरी टिपेर स्ट्रबेरीको यहाँ यो कमाल छ यो कमाल ब्रेकफास्टमा स्ट्रबेरी खायौँ अब लन्चमा चाहिँ चेरी खाने हो चेरी खान जाने अब हाम्रो स्ट्रबेरी पिक गर्ने टाइम सकिसक्यो अब चाहिँ हामी चेरी पिक गर्न जाने हो चेरी पिक गर्नलाई उता फाइनमै जानुपर्ने रहेछ स्ट्रबेरीको पैसा तिर्ने अनि त्यसपछि गाडीतिर राख्ने कति टिप्यो त बुढी स्ट्रबेरी केटाकेटीहरूलाई एक प्रकारको रमाइलो पनि यता केटाकेटीहरूलाई खेल्नको लागि सानो ट्र्याक्टरहरू पनि बनाएको रहेछ र यसको बनाएको भन्दा पनि यहाँ रहेछ केटाकेटीहरूले खेलेर पनि रमाइलो ट्र्याक्टर यो ठुलो ट्र्याक्टर हो ट्र्याक्टर चढेर स्टेसनतिर लाग्यो अब ऊ स्टेसनमा जाने त्यहाँबाट फर्किने अनि त्यसपछि फेरि चेरी टिप्न जाने चेरी पिकिङ गर्न जाने हो आजको यात्रा चाहिँ एकदमै रमाइलो भयो ट्र्याक्टर चढाइ स्ट्रबेरी कस्तो भयो त भयो फन भयो अब कता जाने हामी चेरीको लागि जाने मैले टिपेर ल्याएको स्ट्रबेरी चाहिँ त्यहाँ जोड्दैछ अनि स्ट्रबेरी जोड्थ्यो यो चाहिँ $16 भएछ अरे भन्दै थियो आज मेमोरियल डे भएर होला मान्छेको एकदम भिडभाड अनि यो एकदमै अव्यवस्थित लाइन छ अहिले चाहिँ अगाडि के भएको छ भने यो लाइन मात्रै अगाडि जानुपर्ने किन त्यो लाइनको अगाडि डिस्कस भइरहेको छ कि ठिक गर्यो नि त ठिक लाइन बस्नेहरू हामी 2 घन्टा बसेर यहाँ आउने अहिले उताका छिरेकिन जाने भनेर डिस्कस भइरहेको छ लाइन अलिकति व्यवस्थित भएन नि त यो लाइनकाले चाहिँ यो लाइन जानु पर्यो त्यो लाइन चाहिँ किन गएर डिस्कस कालेले गरेर बाटो छाड्छ बाटो फर्छ त्यसले चाहिँ 2 घन्टा लाइन बसेको चेरी पिकिङ गर्नलाई फेरि ट्र्याक्टर चढेर जाँदा होइन त्यसो केटा लाग्यो अब चेरी खाने हो केटा टनेलबाट भित्र गएर टनेल पारी जानुपर्ने छ चेरी टिप्नलाई चाहिँ टनेलभित्र जाँदैछ हामी टनेल पार गर्दै टनेल पारी भएको चेरी फार्ममा आइपुग्यौँ चेरी स्टेसन कतापट्टि जाने त हामी उहाँहरूले पर्खिने हो त पर्खिने होला चेरीको घारीमा आइपुग्यौँ हामी You don't need to save now. You can save whatever you eat in the home or plant. चेरीको घारीमा अब अलिक उतै गएर टिप्ने हो क्या अरे चेरी यो बोटतिर चाहिँ लटम्मै फरेर रहेछ अरे न चेरी खाने हो ल टिपेर खाने ल अलिक उता लैजाऊ न त्यो हुन्छ अलिक उता लैजाऊ न मसिनो रहेछ त्यो ऊ यसमा ठुलो रहेछ यहाँले ल टिपेर खाऊ निकाल्नु त्यसले खाऊ न टोकेर खाऊ न चेरी यस्तो लटम्म फलेको छ चेरीहरू हेर्नुहोस् लटम्म फलेको म त यहाँ भर्याङमा चढेर टिप्नु थालेको यो चाहिँ रातो अलिक फापेको छैन यो बोटको चाहिँ अलिक फापे रहेछ यस्तो राम्रो रहेछ यस्तो राम्रो रहेछ गाली गर्छन् अरूले टिप्छन् पछि पाक्छ मान्छे आउँदा बिचारा खानालाई कति रहर हुन्छ पछि कति रहेछ हौ चेरी चेरी त एकदम दामी रहेछ ल चेरी खान आउनेहरू चाहिँ यता आउनुहोस् Wow, you found a seed? Did you like a cherry? Milan Mama also has the GoPro. Oh yeah, I saw. GoPro. Yeah. Go, So, जानुपर्छ
कता जाने त नेक्स्ट टाइम? ब्ल्याकबेरी ब्ल्याकबेरी ओके। यता तपाईँहरूलाई थकाइ लागेर बस्नुभएको हो त? थकाइ लाएर बसेको हामी त उयो हो र चेरी खानुभएको? त्यो अर्कै खै दाइ 340 कस्तो लाग्यो म्याडम चेरी? हेर्नु त दाइ कति धेरै ल यति धेरै रहेछ। राजेशजी चाहिँ हिँड्न लानु भयो क्या? अरे न चेरी खायो? कति खायो? धेरै खायो? धेरै खायो? यस्तो चेरीको ड्याङहरू के भन्छ, ड्याङै भन्छ क्या अरे। यस्तो त हजारौँवटा छ हौ यता। यो ऊ रहेछ यार, म त भुकलुक्कै पो ढले त। नाक त झन्डै काटेको। त्यहाँ यस्तो बार लगाएको रहेछ तारको, मैले यादै गरिनँ। त्यहाँबाट भित्र टक्क पस्न खोजेको, झ्याप्पै पो ढले त। ओ चेरी यस्तो हो नि त चेरी फलाइ भनेको। यहाँ चाहिँ अलिक सानो सानो रहेछ तर झुप्पै फल्या रहेछ त, डह्रो फल्या रहेछ त। के गरेको छोरी? चेरी पिकिङ गरेको? ल देखाउनु त कसरी पिकिङ गरेको, बाबाले देखाउनु त कसरी हो त्यसरी पिकिङ गर्ने। ओहो राम्रो लाग्यो हो। ल फर्क्यौँ अब चेरी। see you next year तपाईँसँग नि मेरो आउँदा लाइन जाँदा लाइन, यसरी लाइन बसेर ट्र्याक्टर चढ्नु पर्ने। तपाईँको यताबाट चेरी टिपेर बस्नु दिदी, बस्नु बस्नु बस्नु। अट्छ दिदी, अट्छ अट्छ। छोडेर हिँड्यो आज ट्र्याक्टरमै जाने हो सन। Not that one. The previous pilot was crazy. That's why. Okay, let's go. Now it's clear. Yeah, let's go. What can you do? अब स्टेसनमा आयौँ हामी। स्टेसनमा चेरीको पैसा तिर्नु, घरतिर जानु, पार्कतिर जानु, लन्च बनाएर घरबाट लिएर आएको छु। अनि त्यो बनाएर खाने। $4 Total is going to be $40. $40 हामी खाना भनेर हिँडेको। यहाँ गएर खाना खाने हो। चेरी खायो, स्ट्रबेरी खायो। भोक त खासै लागेको छैन, अब फ्रुट्सहरू मात्र भयो नि त, त्यही भएर चाहिँ यहाँ पार्कमा हिँड्दैछु। यहाँ टिकटको $5 तिर्नुपर्छ अरे पार्किङको इन्ट्री। $5 तिरिसकेपछि भित्र जाने, एउटा टेबल रिजर्भ गर्ने, अनि त्यसपछि खाना खाने। हेलो अब यो थ्याङ्क यू सो मच। साथीहरूले त लेफ्टपट्टि जानुभयो अरे भन्थ्यो, हामी पनि लेफ्टपट्टि जानु तरै भएको ठाउँ शीतलतिर। खाना खानको लागि पार्क जाने क्रममा यो पार्कको देखिएको एकदम मनोरम दृश्य हो र म चाहिँ अब लगभग पार्किङ स्पटमा चाहिँ पुग्न खोज्दैछु। खोइ त कता हो रमेश सरहरू? पुग्नु गर्दा पनि हुन्छ तर तपाईँले बुक चाहिँ गरेको हुनु पऱ्यो। यता चाहिँ टन्नै पिकनिक टेबलहरू रहेछन्। यो चाहिँ रेस्टरुम एरिया हो, रेस्टरुम भएको एरिया। यो रिजर्भर एरिया बोलेर आएर लन्च खाँदै
आनन्दसँग बस्यो दामी लाग्यो आजको होइन सबैभन्दा राम्रो त कतिको ठाउँ नेट नचल्ने मोबाइल चाहिने पछि मोबाइलमा आयो कति मजा भयो भने 2 दिन बस्नु हो नि त अनि यहाँ त यी मामा भुलिए अब घरमा नि यतिकै हो बाहिर लिएर हिँड्दा नि यतिकै हो हाम्रो आजको लास्ट डिनर चटपटे खाएर घरतिर जाने चटपटे बनाउने काममा लाग्दै हुनुहुन्छ हाम्रो म्याडमहरू आजको चटपटे हाम्रो सुनिता म्याडमले के छ मिठो बनाउन लाग्नु भएको छ नि म्याडम हजुर हजुर कस्तो भयो त चटपटे मिठो भयो फेरि देखाउँदै रोस्ट गरेको तिमीहरू दुईजना चाहिँ बेस्ट फ्रेन्ड हो ओके सही हो चटपटे खाइयो नि त यसरी चम्चा छ नि त मलाई बरु मेरो पाला दामी खाइयो दिदी चटपटे मिठो छ यस्तो हुन्छ अब को रह्यो म त सिनियरबाट हो अब राजेन्द्र के छ केटाहरू चटपटे कस्तो छ गेट वन मोर या ओके let's count it चटपटे खाने काम पनि लगभग सकिने लाग्यो आज दिन फन भयो टायर्ड पनि भएन त्यति चेरी र स्ट्रबेरी खाइयो रमाइलो गरियो पार्कतिर बस्यो खाना खायो चटपटे बनाइयो खाइयो अनि अब घरतिर फर्कँदैछौँ अब घर पनि लगभग पुग्न लागिसक्यो तपाईँहरूले मेरो भिडियो कस्तो लाग्यो लाइक सेयर कमेन्ट र सब्सक्राइब गर्नलाई चाहिँ नभुल्नुहोला अर्को भिडियोमा भेटौँला कमेन्ट गर्नुहोस् राम्रो छ भने राम्रो भन्नुहोस् नराम्रो छ भने नराम्रो भन्नुहोस् नराम्रो छ भने त्यसलाई सुधार गर्ने मैले मौका पाउँछु हस्त धन्यवाद